गाइस म चाहिँ देराको चट्ट यहाँ चाहिँ क्रुजमा छु हैन। आज क्रुजमा डेलिभरी थियो। हामी बर्दुबेबाट हामी चाहिँ के अरे पानी जात पाइबाट चढेर वारी आउने, वारीबाट चढेर पाइ जाने गर्थ्यौँ हैन। अहिले चाहिँ यहाँ चाहिँ चट्ट लारी आफै क्रुजमा हैन। यहाँ चाहिँ यसो हल्का कस्तो रहेछ क्रुज भनेर यसो हेरौँ न भित्रबाट भनेर म चाहिँ यहाँ चाहिँ आएँ। अब यसको चाहिँ यहाँ यस्तो भाग हुँदो रहेछ, अगाडि बसेर यसो रमाइलो गर्ने, बाहिरको दृश्यहरू हेर्ने। साइडको भागहरू यो भइहाल्यो, अनि पारीको भाग त्यो भइहाल्यो। अनि त्यहाँदेखि प्लेनको चाहिँ भित्र कस्तो हुँदो रहेछ नि, यस्तो हुँदो रहेछ। चलाउने ठाउँ चाहिँ यस्तो हुँदो रहेछ कि होइन, यहाँबाट बसेर चलाउनु रहेछ होइन। अनि जस यस्तो दामी छ यार यहाँ चाहिँ। यस चलाउनको चाहिँ जो सिस्टम ल टिभी पनि भित्र हाल्दैछ, या दुईवटा यता र एउटा उता एउटा होइन। चट्ट लाएर यस्तो छ तालमा है। अब मालिम सर यहाँ हुनुहुन्छ होइन। चाहिँ घुलेको अझै एकदम हावा लगाइरहेको छ, चिसो चिसो यार। अघिसम्म त डिङ्गर गर्मी थियो होइन, गर्मी भएर डिङ्गर भइरहेको थियो होइन। अहिले त बबाल हावा लागेको छ। यो चाहिँ बबाल छ। हाम्रो भ्यान चाहिँ त्यहाँ छ उतापट्टि, यता अनलोड पनि भइरहेछ अरू सामानहरू। यो क्रुज चाहिँ 6 बजे यहाँबाट निस्किने भनेर हामीले यो क्रुजमा पावर सेटअप गर्न आएको। अनि त्योबाट यस्तो यताको दृश्यहरू कस्तो रहेछ भनेर यसो देखाइदिउँ भनेर होइन, र आफू पनि आनन्द लिउँ भनेर क्या। बबाल लाग्यो, बबाल लाग्यो, बबाल छ है, बबाल छ। सो त्यही हो गाइस। ल अब अर्कोचोटि दामी ठाउँमा गएको बेलामा फेरि भिडियो खिचेर हालौँला त।